एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ अहिले पनि काठमाडौँमै छु। म चाहिँ अझै 4-5 दिन भयो म अहिले काठमाडौँको मेरो बसाइ चाहिँ। आज चाहिँ दिनभरि हामी के गर्छौँ भनेर देखाउँछु। सानो छोटो मिलेसम्म मैले भिडियो क्लिक गर्छु। अब चाहिँ हामीलाई आजले खाना बोलाउनु भयो इनु आजले, अनि त्यही खाना खान जाने हो। मैले त्यहाँ पनि भिडियोहरू क्लिक गर्छु। त्यही भेटौँला त साथीहरू। अहिले चाहिँ काठमाडौँमा एकदम जाडो छ। हामी चाहिँ रुममै हिटर तापेर बसिरहेको छौँ। यता चाहिँ मेरो बहिनी छ अनि उता चाहिँ मेरो ब्युटिफुल क्युटी पाई छ, मेरो बहिनीको छोरी, मेरो पनि छोरी हैन पुन्टी। हेलो हेलो। अनि पुन्टीले आज हामीलाई छोडेर जाँदैछ हैन? कहाँ जान थाल्यो तिमी? घुम्न जाने हो? हङकङ जाने हो। अनि म चाहिँ खास बहिनीलाई छोड्न आएको हो। अनि जे होस् नेपालको बसाइ पनि राम्रै भयो होला हैन बहिनी? एकदम राम्रो भयो, रमाइलो पनि लाग्यो। त्यही त जाने बेलामा अलिअलि इमोसनल त भइहालिन्छ। माइ गड साथीहरू, म चाहिँ एकदम इमोसनल भइरहेको छु, तर मैले हजुरलाई देखाउन सकिरहेको छैन। म चाहिँ कन्ट्रोल गरिरहेको छु। त्यस्तो भन्नु नि हुँदैन क्या, मेरो बहिनी फेरि एकदम इमोसनल छ, फेरि भर्खर रोइदिन्छ साथीहरू तपाईँहरूको सामुन्ने। अहिले चाहिँ हामीले जसमन भाइलाई स्याहार गर्न थालेको, भाइको वर्ग आछ, त्यही भएर राम्रो होस्, घर सबै कटेर जाओस्। जसमा लाउने दामी भयो पैसा कमायो। उहाँ चाहिँ हाम्रो साइरिया चाहिँ आज हेलो, आज यता हेलो भनिदिनु। भिडियो कति राम्रो देखिनु भएको आज त। बिहानभरि हामीलाई खाना यस्तो स्ट्यान्डर्ड परिपाट गर्न थाल्नु भयो रहेछ, त्यही भएर लेट। डिलिसियस। नडराउनु रहेछ। उहाँ सेतो सेतो देखेको चाहिँ चन्द्रगिरी। अस्ति भर्खरै गोर्खा जाने बेला बन्दीपुर पनि त्यस्तै छ नि। अहिले केही हुँदैन त्यो त्यो गोर्खामा त्यो बन्दीपुरको दिन्छु। चन्द्रगिरी त यहीँबाट देखिनु रहेछ त। अनि यो चाहिँ हाम्रो योगमाया आजलाई बाहिरको खाना खानुहुन्न आज भर्खरै, त्यही भएर मैले घरदेखि स्पेसल आलु भुजिया अनि रोटी हालेर लगिदिने हो। तावा बसालिसकेछु। अब चाहिँ हामीले फेरि मोमो खाने प्लान, त्यही भएर फेरि यहाँ टमाटरको मोमोको चटनी बनाउँदैछु मैले। मोमोको भाँडा यहाँ छ। अब त्यसपछि यो चटनी बनाउँछु मैले, अनि पकाएर खाने हो आजको नास्ता। नानी रेडी हुँदैछ। अब एयरपोर्ट जानको लागि आथेले नानीलाई रेडी गरिदिँदै हुनुहुन्छ। नानीलाई चोटी बनाइदिँदै हुनुहुन्छ आथेले। अब हाम्रो छोडेर जान्छ है सान्तिमले? हामीलाई मिस गर्दैन? कति धेरै मिस गर्छ त? मोमो खाने प्लानिङ हाम्रो योजन काकीले बनाउँदै हुनुहुन्छ। र काकी मेरो युट्युब च्यानललाई केही भनिदिनु। यता हेर्नु मेरो भाइ र काके, यता हेर्नु हो नि। आज मोमो, चिकन मोमो फ्रम भाटपाटी नि। आज चाहिँ हामीले मोमो खाने भनेर चट्नी पिस्नु भयो। र काकी हाम्रो ह्यान्डसम काकी यता हेर्नु न। हेर्नु है साथीहरू, मेरो भाइ र काकीलाई। हाम्रो काकी चाहिँ जहिले हेरे पनि जवान के, कहिले बुढो नहुने, एभरग्रिन क्युटी पाए। हामीलाई छोडेर जानु लाग्यो। ए तिमी क्युटी पाए होइन? भाइले चाहिँ सर्भिस गर्दै यम्मी यम 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 यम। मेरो भाइले कस्तो काम गर्छ गाइजहरू। मैले अब टिकटकमा भिडियो गरेर हालिदिने हो। मेरो भाइलाई पुरा एभाइलेबल छ मेरो भाइ, तर कस्ताले भन्दा पुरा आइडी होल्डरले मात्रै, फेरि अरूले होइन। अब चाहिँ बहिनीले हामीलाई छोडेर जान्छन्। हामी चाहिँ लगभग रेडी भइसक्यौँ।
उता चाहिँ कागेर भाइले मोमो बनाउँदै हुनुहुन्छ। अब खाएर हामी चाहिँ छोड्न जाने हो। साथीहरूलाई केही भनिदेऊ नि त। नमस्ते सबैजनालाई। त्यति हो। आजलाई बनाइदियो त मोमो खानलाई। ऊ त्यहाँ गएर बस्नु तिमी सरी जाऊ ल हामीले खाना टिस्यु पेपर धेरै युज भयो भनेर कन्जुस गर्नुभयो। एउटा मात्रै निकाल भन्नुभयो। हाम्रो चाहिँ मोमो पार्टी सुरु भयो। हाम्रो गुरुङ फ्यामिली। उसले खाँदैन। किन फाल्ने सबै राख्ने हो। त्यही त छ कागे हजुरसँग वेट नाप्ने। अनि मान्छे वेट गर्नु मिल्छ। आजलाई वेट गर्नु मिल्छ। अनि अब कागेसिन त्यो माथि गएर वेट गर्नु लिनु न। किन जानु पर्यो। पहिला आजबाट ओपनिङ गर्ने। आजलाई जोड्ने पहिला। ल अहिले जोड न डुब्लाइ भन्ने चिन्ता लाग्यो कि डुब्लाइदिएन मैदाको जस्तो तस्तै हो। आजले चाहिँ अलिकता मोटाइ जे भन्दै थियो। आज आजले ब्रेन डुब्ला भयो। आजले सुभाषाहित गर्न थाल्नुभयो। पुन्टु उहाँ गएर बस। उहाँ गएर बस। मम्मी नै बस्नुहुन्छ जाऊ। गुड। बसेर जिउ गर। कता सिधा भएर बस। टिका लाउने हो नानी। मेरो नातिनी अब हङकङ गएर है धेरै पढेर आउने है फेरि अर्को साल है। नमस्ते गर। नमस्ते नमस्ते। ल रितो चम्चा ल नमस्कार। के रोल्न सानो। तिमी गर्ने ल आऊ। ल आऊ हिँड्दै आऊ। अच्छो कति हिँड हिँड अगाडि हिँड। मलाई लास्टमा हेला गरेर आन्टीले हेला गरे अरे कुनै बेला दिनदिनै रेटै फरक हुन्छ नि यसको फेरि तलमाथि भइरहेको बिहान जाने दिउँसो जाने रेट फरक हुँदो रहेछ। जहिले यस्तै हुन्छ यार हेर त मान्छे आमामामा छिटो आउन पर्छ के यो कहाँ हो त्यो मान्छे। अस्ति आज यो धेरै थियो मैले अस्ति आज यो धेरै थियो कि 5 वर्षपछि बुढाबुढी हो हुँदैन के हो नि यो हेर न जादियो भने त छ भने अनि मिल्दैन कि है एकछिन
जब पनि यसो पेलेर राखेँ हजुर रातिको हो है माइती राति हुनु उनीहरू आइसक्यो 23 भन्दा दिँदैन 23 भन्दा दिँदैन एउटामा 30 किलो होला नि त होइन खै अब त्यही हो सोध्नु न उहाँ गएको मान्छेलाई ल भान्जी बाई बाई पछि आउनु ल आमालाई चुप्पा गर खाइ ल बाई बाई अब यस्तो भिड यो यो समातेर गर्नु दिदी अनि बल्ल घुट्छु यो अलि मजाले घुट्छ अनि जताबाट छिर्दा नि हुन्छ क्या होइन जता त्यही त जता 7 केजी 7 ठिकै छ ठिकै होला नि ह्यान्ड क्यारी त उ गर्दैन त्यस्तो म पनि तिम्रो पछि पछि आइरहेको छु एकजना सहयोग गर्न जान पाइन्छ नि ट्रली त्यहाँ हालिदिनु जान पाइन्छ नि बाबा यसले आयो